नमस्ते एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज यसो बसेर गफाडीलाई थकाइ लागिरहेछ, दिनभरि पानी परेर हैन, भित्रको भित्रै छ। यस्तो चिसो मौसममा गफाडीलाई चिकन बिरयानी खान मन लाग्यो। ल गफाडीले अब रेडी गरिसक्यो चिकन बिरयानी बनाउनलाई। देख्न सक्नुहुनेछ बिरयानीको लागि मासु फ्राई गर्दैछ। देख्न सक्नुहुनेछ साथीहरु, चिकन बिरयानीको लागि खडा मसला रेडी भइसकेको छ। लौ है साथीहरु, बिरयानीको लागि चिकन पनि रेडी भइसक्यो। बिरयानीको लागि भात पनि चढाइसकेको छु। ओके गाइज, मासु पनि रेडी, यता भात पनि रेडी गरिसक्यो गफाडीले बिरयानीको लागि। चावल चाहिँ 90% मात्रै पाकेको छ। अहिले यहाँ दम लगाउनु पर्छ फेरि चिकनमा, त्यो भएर ल अब म सेटअप गर्छु है त। कलर फुड हो, बिरयानी मसला भइहाल्यो, यो पुदिना भइहाल्यो। अलिक गफाडीसँग अलिकत हरियो खोर्सानी, हरियो धनिया तिनी चाहिँ छैन हैन, आज चाहिँ छैन, बजार जान पाइएन। यो चाहिँ ब्राउन प्याज हैन, टक्क लाएर अब सबैभन्दा माथिको राइस चाहिँ सर यसमा जाने भयो हैन। यताबाट अब यति चाहिँ हाल्नु पर्छ हैन, प्याज हालौँ हल्का हैन। यो भइहाल्यो। अब फेरि लेयर भन्यो सरै फेरि राइस त गाइस, हामीले अब सेटअप गरेर सक्न लाग्यौं। यो चाहिँ फाइनल बिरयानीको लागि। अब चाहिँ हामीले फुड कलर यसको ढक्कन चाहिँ अब यसै नै हो हैन। हामीसँग सिल्भर फोइल छैन, नत्र सिल्भर फोइल लगाउने हुन्थ्यो हैन। अब यसलाई यसरी बसालेर ठुलो ढुङ्गा राखेर कम्तीमा आधा घण्टा हामीले दम लगाउने छौं है चिकन बिरयानीमा। ल ओके, ल हेर्नुस् गाइस, बसाल्यो। अब यसमा ठुलो ढुङ्गा त के, अब सिलौटा नै राख्छ फेरि गफाडीले। ओके गाइस, फाइनली अब मैले चिकन बिरयानी दम लगाइसकेको छु। देख्न सक्नुहुन्छ, सानो भोलम गरेर चट्ट ढक्कन। अनि अब के गर्ने, सिल्भर पेपर छैन हामीसँग, सिल्भर फोइल पेपर ढुङ्गा राखेर चट्ट आधा घण्टा दम लगाइन्छ हैन। दम त के, अब यसको सास बन्द गरिन्छ अनि वाह 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 गफाडीले खाने भयो। तर बिरयानी त बन्यो हैन, तर धेरै सामानहरू कमी परेको छ। त्यही पनि रिजल्ट कस्तो हुन्छ तपाईहरुलाई देखाउने छु है साथीहरु। ओके साथीहरु, अब लास्ट 30 मिनेट पछि भेटौँला। फाइनली गाइज, ल है बिरयानी खोलौँ है। ओ माय गॉड, ओके गाइज, अब यसमा राख्दैछु बिरयानी। अब तल्लो हुन्छ क्या, मासु चाहिँ तल्लो छेउ हुन्छ, त्यही भएर निकाल्न गाह्रो हुन्छ। चाहिँ चट्ट लाएर ओ गर्यो हैन, अनि यसलाई चट्ट लाएर फेरि यसरी समात्यो, फेरि ठ्याक हान्नुपर्छ, नत्र हुँदैन फेरि। आइज यहाँ बस डिम्पल, बिरयानी खाना। ओके गाइज, गफाडीले पकाएको बिरयानी हेर्नुहोस् डिम्पललाई। ओहो ओके गाइज, खाना लागेको टाइममा हैन ठ्याक्कै लाइट पनि गइदियो। यो मोबाइलको लाइट बालेर बनाइराखेको छु। अब कस्तो हुन्छ के हुन्छ हैन, जस्तो भयो भने मन पराइदिनु होला। बिरयानी चाहिँ एकदम टेस्टी छ है। ओके गाइज, बाइ बाइ।